के एक्सरे सुरक्षित हुन्छ? धेरै मानिसमा एक्सरे क्यान्सर हो भन्ने डर हुन्छ। आज हामी यही कुरामाथि पर्दा हटाउँछु है त। यो भिडियोमा चाहिँ यही कुराहरू डिस्कसन गरौँला। पहिला बुझौँ एक्सरे भनेको के हो। एक्सरे भनेको एउटा रेडिएसन हो जसको प्रयोगले गर्दा भित्रको हड्डीहरू भइहाल्यो, भित्रको अङ्गहरू भइहाल्यो, जिउभित्रको हाम्रो शरीरभित्रको अङ्गहरूलाई देखाउँछ होइन। एक्सरेले गर्दा हड्डी होइन, फोक्सो, छाती होइन, दाँत जस्ता अङ्गहरू चाहिँ राम्रोसँग देखाउँछ क्या। क्वान्टिटीको कुरा गर्ने हो भने यसमा चाहिँ रेडिएसनको मात्रा एकदमै न्यून हुन्छ क्या। एकदमै 0.1 मिलिसिवाट भनेको एकदमै कम भनौँ न। हामी जस्तै वातावरणमा हुँदा पनि त रेडिएसन हुन्छ नै। जस्तै म रुममा छु, यो लाइट बलिरहेछ मेरो अगाडि, यसमा पनि त रेडिएसन छ नै होइन। यिनीहरूले दिँदाखेरि 10 दिनमा जति रेडिएसन बडीलाई लाग्छ नि त्यति चाहिँ एक एक्सपोजरमा त्यति नै रेडिएसन हामीलाई लाग्ने हो। त्यही भएर चाहिँ क्वान्टिटीको कुरा गर्ने हो भने एक्सरे गर्दाखेरि त्यति धेरै चाहिँ क्वान्टिटी हुन्न, एकदमै न्यूनतम भनौँ न। तुलना गर्ने हो भने त्यही हो, 3 देखि 10 दिनमा वातावरणबाट जति रेडिएसन हामी खान्छौँ नि त्यति चाहिँ एक एक्सपोजरबाट आउने हो। अब बच्चामा एक्सरे हेरौँ त। बच्चामा चाहिँ आवश्यकता भयो मात्र गरिन्छ होइन। मिनिमम एक्सपोजर एकदमै मिनिमम थोरै एक्सरे रेडिएसनको एक्सपोजर राखिन्छ अनि बच्चाहरूमा गरिन्छ। अनि जुन जुन अङ्गहरूको गर्नुपर्ने छैन नि त्यो अङ्गमा लिड प्रोटेक्सन सिल्ड हुन्छ। लिड प्रोटेक्सन भन्ने सिल्ड हुन्छ जुन अगाडि हामी चर्चा गरौँला। यस्तो प्रोटेक्सनहरू राखेर जुन चाहिएको छ त्यतिमा मात्र एक्सपोज गर्ने र त्यो पनि एकदमै थोरै मात्रामा गर्ने गरिन्छ। गर्भवतीमा चाहिँ सकेसम्म एभोइड गरिन्छ होइन, सकेसम्म त गर्दै नगरौँ भनिन्छ। तर अब इमर्जेन्सी कन्डिसन छ, अस्तिदेखि नै म भिडियोहरूमा भनिरहेको छु कि लाइक इमर्जेन्सी कन्डिसन छ, आमाको ज्यान जोखिममा छ, अब गर्नै पर्यो, देख्नै पर्यो भने यस्तो कन्डिसनमा चाहिँ गरिन्छ। तर एकदमै थोरै मात्रा राखेर अनि एकदमै डक्टरको सल्लाह अनुसार नै गरिन्छ है। लिड एप्रोन किन लगाइन्छ होइन, तपाईँहरूकै सब क्वेसन हुन्छ धेरै जसो। लिड एप्रोन चाहिँ किन लगाइन्छ होइन। लिड एप्रोन भनेको हामीलाई एक्सरे रेडिएसनबाट बचाइन्छ। लिड एप्रोनले सिल्डको काम गरिदिन्छ। फर इक्जाम्पल लाइक मानौँ न यो लाइट हो, मेरो अगाडि बलिरहेछ नि त, यो रेडिएसन आएर मेरो फेसमा लागिरहेछ, लिड एप्रोनले यसरी ढाकिदिन्छ क्या, यता पास हुनै दिन्न रेडिएसनलाई। जसरी यसरी लाइट ब्लक भयो नि त त्यसरी नै एक्सरे रेडिएसनलाई नि ब्लक गरिदिन्छ। ब्लक गरेपछि हामीलाई रेडिएसन लाग्ने भएन। अब जुन अर्ग्यानको चाहियो त्यो चाहिँ खाली छोडिदिने हो, जुन जुन चाहिएन त्यसलाई चाहिँ ढाकिदिने हो। लिड एप्रोन चाहिँ खास गरी हामीलाई यताको होइन थाइरोइड ग्ल्यान्ड भइहाल्यो होइन, अनि यताको गोनाडल ग्ल्यान्डहरूको प्रोटेक्सन चाहिँ मोस्टली गरिन्छ। त्यो चाहिँ होल बडीको लागि हुन्छ, हेडहरूको लागि पनि हुन्छ। लिड एप्रोनको एउटा मात्रै यति बुझिराखौँ, यो सेन्सिटिभ अर्ग्यानहरूलाई बचाउन गरिन्छ। यो चाहिँ रेडिएसनलाई ब्लक गरिदिन्छ। बारम्बार एक्सरे गर्नुहुन्छ होइन, बारम्बार त एक्सरे गर्नु नै भएन है। बिना कारण नगर्ने एक्सरे कहिले पनि। जति जे भए पनि 10 दिनको रेडिएसन त एकै दिनमा खाने भयो नि त। हाम्रो बडीले 10 दिनसम्म मिनिमम डोजमा खाने रेडिएसन वातावरणबाट एकै दिनमा एकै एक्सपोजरमा खाने भयो। त्यही भएर बारम्बार त नगर्ने, बिना कारण नगर्ने, डक्टरको सल्लाह अनुसार गर्ने होइन। डक्टरले भनेपछि मात्रै गर्ने। अब चाहिएकै छ भने त गर्नै पर्यो, तर बारम्बार चाहिँ अनावश्यक रूपमा चाहिँ नगरेको राम्रो। अब किन एक्सरे गरिन्छ होइन, किन एक्सरे गरिन्छ भने अब जस्तै हामी एक्सिडेन्टको कारणले गर्दा फ्र्याक्चरहरू भइहाल्यो होइन, हड्डीहरूमा चाहिँ फ्र्याक्चर भइहाल्यो, चेस्ट एकदमै छाती दुखिरहेछ होइन, एक्सिडेन्टको केस छ, कहाँ के भएछ भनेर हेर्नु छ पुरै बडीमा भने त्यतिखेर पनि। अनि टिबीहरूको स्क्रिनिङ गर्नलाई, टिबी भएर पुरै फोक्सोभाइटिस भइसकेछ कि होइन, यिनीहरूको कारणले गर्दाखेरि, यही कारणहरूको कारणले गर्दाखेरि चाहिँ एक्सरे गरिन्छ। एक्सरेको त धेरै मल्टिपल रिजनहरू रहेछ। लाइक एक्सप्लेन गर्न थाल्यो भने त 2-3 घन्टासम्म नै लाग्छ किन एक्सरे गरिन्छ भनेर। सयौँ बिरामीहरू छ, मोस्टली चाहिँ भनौँ न एक्सिडेन्ट केस छ भने त्यतिखेर गर्ने, कहाँ के भइरहेछ बडीभित्र होइन, कतै टोटफोट भएछ कि भाँचिएछ कि होइन, छाती एकदमै दुखिरहेछ भने पनि गरिन्छ। फ्र्याक्चर टिबी स्क्रिनिङको लागि पनि गरिन्छ। बेनिफिट भर्सेस रिस्क हेर्ने हो भने चाहिँ सही कारण छ भने त एकदम बेनिफिसियल हो एक्सरे होइन। एक्सरे भनेकै बेनिफिसियलको लागि हो। सही मात्रा, सही कारण अनि सही समय छ भने एकदमै बेनिफिट हुन्छ। यो 3टा म्याच भएको छैन भने यो एकदमै हानिकारक हुन जान्छ है। जे पाइ त्यहीमा गर्ने गरेछ होइन। मात्रा अब टेक्नोलोजिस्टहरूले पनि मात्रा चाहिँ सही राखेको छैन। तर
छैन भने चाहिँ यो रिस्की हुन जान्छ। नत्र सही कारण छ, अब गर्नै पर्यो भने गरेछ। डक्टरले सही मात्रा यति टेक्नोलोजिसले पनि सही मात्रा मात्रै राखिदिएछ होइन। सही समय छ भने राम्रै हो। आज हामी के बुझ्यौँ त? एक्सरेमा कम रेडिएसन हुन्छ यो बुझ्यौँ। आवश्यक पर्दा मात्रै गरिन्छ। बच्चा र गर्भवतीमा चाहिँ सावधानी अपनाएर गरिन्छ होइन। डक्टरको सल्लाह जरुरी हुन्छ है। एक्सरे गर्दाखेरि चाहिँ डक्टरको एकदमै सल्लाह जरुरी हुन्छ, त्यतिकै गर्न मिल्दैन। यही हो आजसम्मको लागि। डर होइन, सही जानकारी चाहिन्छ होइन। डराएर त के पनि भएन। आफूले पनि सही जानकारी अब्टेन गर्न कोसिस गर्ने। यहाँ मेरो भिडियोबाट म जति सकिरहेको छु म त त्यति नै पासन गरिरहेको छु। आफू पनि अब डिपार्टमेन्टमा जाँदाखेरि टेक्नोलोजिस्टहरू हुन्छ होइन, टेक्निसियन्सहरू हुन्छ अनि डक्टरहरू हुन्छ। उहाँहरूलाई चाहिँ क्लियरली मेन्सन गर्ने, मलाई यो किन रेडिएसन गरिराख्नु भएको छ सर, के हेर्नको लागि गरिराख्नु भएको छ, यसको फाइदा चाहिँ कति हुन्छ र जोखिम चाहिँ कति हुन्छ, त्यो प्रोपर चाहिँ डिस्कसन गरेर मात्र गर्नु होला होइन। त्यही भएर सही जानकारीमाथि रिलाइ गर्नु, रादर देन डराएर के हो कसो हो के होला भन्ने त डराएर के पनि कामै छैन। धन्यवाद, आजको लागि यति नै होइन। अर्को भिडियोमा फेरि भेटौँला। तपाईँहरू पनि कमेन्ट गरिदिनु कुन लाइक कुन टपिकमा बनाइदिउँ भिडियो होइन। के तपाईँहरूको क्वेरिजहरू रहेछ रिलेटेड टु एक्सरे, रिलेटेड टु एमआरआई, रिलेटेड टु सिटी, इन विच टपिक यु वान्ट, यु क्यान मेन्सन इट एन्ड you can also like share and subscribe my channel for further information, and for more information I will bring like भनौँ न म चाहिँ अब भिडियो बनाइराखौँला यही टपिकहरूमा। मेरो त अब डिपार्टमेन्टै यही हो, लाइफ नै यहीमा चल्छ। सो धन्यवाद।